कोब्रा ओहो भन त यो छिर्यो यार हेर्छ कोब्रा अच्छा हो यो अस्तिको धेरै ठुलो थियो अस्तिदेखि आइरहेको छ अस्ति यहाँ पाउने नाममा धेरै ठुलो थियो वाल होला नि पक्री हाल्नुहुन्छ आलाउ बाहिर पक्री सक्दैन किन बिर्साउँछ पनि यस्तै नचाइदिनुहुन्छ त कति फुलेको एउटा सानो गोली आउनुहोस् त भाँडा बोतल सोतल एउटा बोतल त्यो अचार राख्ने जस्तो हुन्छ पाल पारेर है कम्पास छ भने यो सर्पहरूलाई तपाईँले स्थानीय भाषामा के भन्नुहुन्थ्यो कोब्रा भन्नुहुन्थ्यो नेपालीमा हामीले त कोब्रा भनेको त अङ्ग्रेजी नाम हो नेपालीमा के भन्नुहुन्थ्यो हाम्रो स्थानीय भाषामा चाहिँ दुमिनी सर्प भन्छ यो चाहिँ अत्यन्त विषालु हुन्छ यसले यो सर्पले टोक्यो भने चाहिँ हामी अब हाम्रो चाहिँ दाङमा धामी झाँक्री गर्ने चलन छ क्या नारायणपुरतिर कुद्ने चलन छ होइन अब जस्तो धमिला सर्पहरू देखिन्छ नि त्यो धमिला सर्पले टोक्यो भने चाहिँ तपाईँहरू नारायणपुरतिर गएर बाँच्नुहुन्छ किन भन्दा त्यसले टोकेको विषय लाग्दैन तर यो सर्प चाहिँ अत्याधिक विषालु हुन्छ यसले टोक्यो भने चाहिँ तपाईँहरू यहाँ यति नजिक हुनुहुन्छ यो जुन हाम्रो जिल्ला अस्पताल छ प्रादेशिक अस्पताल त्यहाँ चाहिँ लगभग 10 मिनटमा पुग्नुहुन्छ यहाँबाट होइन 10 मिनटमा लगभग पुग्नु भने तपाईँ 100% बाँच्नुहुन्छ क्या तपाईँ चाहिँ फेरि अन्त फार्मेसीहरूमा गएर भएन मेडिकल त्यो अरू मेडिकल गएर हुन्छ नि हलहरू त्यस्तोमा गएर भएन तपाईँहरू चाहिँ प्रादेशिक अस्पतालै जानु पऱ्यो राप्तीमा जानु पऱ्यो त्यहाँ चाहिँ यसको निःशुल्क उपचार हुन्छ फेरि मान्छेले चाहिँ हस्पिटल गएपछि पैसा धेरै खर्च हुन्छ भनेर पनि जाँदैनन् क्या तर हस्पिटलमा चाहिँ खर्चै हुँदैन तपाईँको चाहिँ निःशुल्क उपचार हो तपाईँहरू त्यहाँ बसेको चाहिँ बेड चार्ज चाहिँ लिन्छ यो औषधिको एउटै औषधिको तपाईँको चाहिँ 15-20 हजार पर्छ क्या त्यस्तो चाहिँ 5-6वटा 8-10वटा चढाउनु पर्छ त्यो चाहिँ नेपाल सरकारले फ्रीमा दिएको छ त्यही भएर चाहिँ तपाईँहरूलाई कदम कदाचित कहिले पनि सर्पले टोक्यो भने चाहिँ कहिले पनि धामी झाँक्रीमा नजानु होला अविषालु सर्पले टोकेर चाहिँ भने त तपाईँ बाँच्नुहुन्छ विषालु सर्पले टोकेको बेला चाहिँ तपाईँहरू चाहिँ मृत्यु अवश्य हुन्छ अघिल्लो वर्ष मात्र हाम्रो दाङ जिल्लामा 13जना मान्छे मरे 13जनामा 12जना चाहिँ सबै त्यही नारायणपुरतिर यताउतातिर धामी झाँक्री गरेर मरेका छन् होइन अस्पताल गएका चाहिँ तपाईँको 15-16जना चाहिँ अघिल्लो वर्ष बाँचे विषालु सर्पले टोकेका किन बाँचे त भन्दा तिनीहरू सही ठाउँमा गए त्यही भएर सर्पले टोकेको खण्डमा चाहिँ हामीले यहाँको मान्छेले चाहिँ राप्ती क्षेत्रीय अस्पतालमा जानु पर्दो रहेछ पुग्नु पऱ्यो है त ल यो विषालु छ अत्यन्त विषालु एकदमै विषालु छ अत्यन्त विषालु बोलाइदिनु भयो त्यसको लागि धेरै धन्यवाद है त ल भाइ है भाइ गयौँ है